आज म जाँदैछु मेरो घरमा। हामी अहिले जन्मेकै ठाउँमा छौँ। आएको पनि अब 20 दिन जति हुन थाल्यो, फर्किने बेला पनि भयो। अब जाने बेलामा एकचोटि फेरि पनि गएर जाउँ न भनेर आएँ म यहाँ। आउन त म अस्ति आउने बित्तिकै पनि आएको थिएँ, तर मैले भिडियो राखेकी थिइनँ त्यति बेला, बनाउन मनै लागेन। अब फेरि जाने बेला भइसक्न थाल्यो, अब बनाउन एकचोटि। अब आउने कहिले हो कहिले थाहा नै छैन। अब 15 वर्षमा बल्ल जुरेको छ, त्यही पनि अब जाने दिन पनि आइसक्यो, नजिकिँदैछ। अनि म फेरि पनि गएँ। अनि पहिला यो बाटोहरू सबै कच्ची बाटो थियो, अहिले सबै प्लास्टर गर्नुभएको रहेछ। अनि त्यहाँ मन्दिरहरू थियो, पहिला हामीले पूजा गरिराख्थ्यौँ सानैदेखि। अनि अहिले सबै मन्दिरहरू पनि त्यत्तिकै रहेछ। यहाँसम्म त एकदम धेरै परिवर्तन त भइसकेको, तर यो भित्री बाटो चाहिँ पहिला हामीलाई कति गाह्रो हुन्थ्यो। यता खेतहरू थियो, बर्खाको टाइममा आउने जाने गर्न अलिकति गाह्रो हुन्थ्यो। तर अहिले चाहिँ सबै पिच गरिसक्नु भएको। यो खेतमा त मलाई हो जस्तो पनि लाग्दैन कि पहिला यस्तो थियो, खेतै खेत थियो। तर अहिले सबै घर भरिएको, ठुल्ठुलो घरहरू बनाउनु भएको। अनि त्यसपछि उहाँहरूलाई त अब हामीले चिन्ने कुरो पनि भएन, नयाँ नयाँ मान्छेहरू आएर बस्नु भएको रहेछ। अनि कतिले त चिन्नुभयो हामीलाई, कतिले चाहिँ अब नयाँ मान्छेले त चिन्नु भएन। अनि त्यसपछि अब म आफ्नै घरमा जाँदैछु। बेचेर गए पनि अब माया त लागिहाल्छ आफ्नो घरको। अब जे भयो नि आफ्नो एउटा हुन्छ नि त, अब घर भनेको घर नै हो। अब मान्छे पो त्यहाँ फरक हुनुभयो, बेच्नुभयो, तर त्यो ठाउँ माटोहरू त त्यही नै छ नि त, एकदम माया लाग्ने। यो हाम्रो देखिराखेको यो पहेँलो गेट भएको चाहिँ हाम्रो घर थियो पहिला चाहिँ हाम्रो डिजाइनको घर थियो। अहिले उहाँहरू आसामिसले लिग्नुभयो, अनि त्यसपछि आफ्नो डिजाइनले घर बनाउनु भएको रहेछ। घर मात्रै उहाँहरूले बनाउनु भएको हो। अब जग्गा त हाम्रै थियो नि त, माया त लाग्ने नै भयो जग्गाको। घरको माया लागेको त होइन, तर जग्गाको एकदम धेरै माया लाग्ने रहेछ। अनि जतासुकै हेऱ्यौँ बाहिरबाट, अनि राम्रो लाग्यो, खुसी पनि लाग्यो। फेरि पनि आउन पाइयोस्, अबका दिनहरू पनि अझ राम्रो हुँदै जाओस्। फेरि पनि छिटै, अब 15 वर्षमा त आयौँ, अब झन् छिटो आउन पाइयोस् भन्दै। अनि यता आन्टी हुनुहुन्छ, नेपाली आन्टी, हामी यहीँबाट आउने जाने गर्थ्यौँ, हाम्रै घरबाट मिल्थ्यो। तर अहिले उहाँहरूले घर किनेपछि चाहिँ बाटोहरू बन्द गरिदिनु भएछ। अनि यताबाट घुमेर गयौँ आन्टी, हामी सँगै सानैबाट खेलेको, हामी एकदम रमाइलो गर्थ्यौँ।